उम्मेदवारीको बारेमा यो महाधिवेशनको बारेमा अलिकति भनिदिनु न। मेरो उम्मेदवारी भनेको पार्टीको नीति अन्तर्गत रहेर प्रतिस्पर्धाको कुरोलाई मैले आत्मसात गरेर उम्मेदवारी दिएको हो। मेरो उम्मेदवारीले म पार्टीलाई नयाँ ढङ्गले बनाउनुपर्छ, पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्छ, सञ्चालन गर्नुपर्छ, पार्टी सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्छ, पार्टीमा नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता अन्तर्गत म अगाडि बढेको हो। मैले मेरो इतिहासले, मेरो निष्ठाले, मेरो निरन्तरताले म यो उम्मेदवारीको लागि डिजर्भ गर्छु। त्यही डिजर्भ गरेकोले मैले उम्मेदवारी दिएको। जस्तै पार्टी चाहिँ यहाँको नेतृत्वमा आउँछ भने यहाँ कतिको विश्वस्त हुनुहुन्छ, कतिको आशावादी विश्वस्त छु, किनभने देशभरिका प्रतिनिधि साथीहरूसित मैले साक्षात्कार गरेको छु, भेटेको छु, कुरा गरेको छु, उहाँहरूको भावनालाई बुझेको छु। तपाईँ फेरि भीम रावल जस्तो हुन सक्नुहुन्छ भन्ने बाहिर चर्चा छ नि। म चर्चा गर्नेले के कारणले गरे म बुझ्दिनँ, तर म नेकपा एमाले हुँ, नेकपा एमाले भरै रहिरहन्छु। यो प्रतिस्पर्धामा मेरो विजय हुन्छ भन्ने म विश्वस्त छु। यदि कथम कदाचित त्यस्तो भएन भने पनि मलाई एमाले भइरहन कसैले रोक्दैन। म एमाले भइरहेर एमालेको भलो काम हुने काम गरिरहन्छु। हस्, धन्यवाद।